विश्वका प्रसिद्ध अर्थशास्त्रीले दिए ठूलो आर्थिक संकटको चेतावनी। डलरको स्थान सुनले लिने। विश्व एक आर्थिक संकटतर्फ अग्रसर भइरहेको छ। आउँदै गरेको संकट 2008 को विश्वव्यापी मन्दी भन्दा पनि भयावह हुने स्थिति छ, जहाँ अमेरिकी डलर कमजोर हुँदै जानेछ र यसको स्थान सुन चाँदीले लिनेछ। विश्वका केन्द्रीय बैंकहरूले डलर माथिको निर्भरता क्रमशः घटाउँदै लगिरहेका छन् र सुनको भण्डारण तीव्र गतिमा बढाइरहेका छन्। विश्वका केन्द्रीय बैंकहरू अमेरिकी ट्रेजरी बन्ड बेच्न खोजिरहेका छन् र डलरको सट्टा सुन चाँदी जम्मा गरिरहेका छन्। सुन चाँदीको मूल्य कति पुग्छ भनेर यसै भन्न सक्ने स्थिति देखिँदैन। त्यसैले विश्वमा सुन चाँदीले गर्दा आर्थिक स्थिति सङ्कटमा आउने देखिन्छ।